हुनुहुन्छ, कारण हुन्छ। हामी एउटा नयाँ एनर्जी प्रोड्युस भइरहेको छ इन्स्ट्यान्टली। त्यसैले हामी किन पढ्न लागेका छौँ? आफैले प्रश्न गर्नु होला। आज घर जानु होला, आफू 5 मिनट टाइम निकाल्नुहोस्, ध्यान दिएर सुन्नुहोस् है। 5 मिनट टाइम निकाल्नुहोस्, आफै प्रश्न गर्नुहोस्, म किन पढ्न गइरहेको छु? मेरो पढाइ पढ्नुको कारण के हो त? मैले किन पढ्न जरुरी छ? र अर्को के प्रश्न गर्नुहोस्, आफ्नो फाइनल एक्जाममा तपाईँ कति नम्बर पाउन चाहनुहुन्छ यसको बारेमा चिन्ता गर्नु होला। मैले भने जुन दिन जुन समय तपाईँ आफ्नो माइन्डलाई इन्ट्रेक्सन दिन सक्नुभयो, क्ल्यारिटी दिन सक्नुभयो, पर्पस क्लियर गरेर दिन सक्नुभयो, त्यो दिन तपाईको एनर्जी आफै आउँछ, ऊर्जा आफै आउँछ। मैले अलरेडी भनिसकेको छु कि 10 लाख नेपालीहरूलाई मोटिभेट गर्ने हाम्रो लक्ष्य छ भनेको। आजको त्यही मिसन भन्ने ठुलो रिजन हो, कारण कि तपाईहरुसँग आज भेट भएको छ। राइट? यदि मैले एउटा लक्ष्य सेट गरेको थिएन, एउटा गोल सेट भएको थिएन भने मैले कसरी तपाईलाई हाम्रो भेट हुन्थ्यो होला? आज त्यही मिसन